दसैँ तिहार विशेष शुभकामना कार्यक्रममा 1 मिनट मौन धारण गरेर ज्ञात अज्ञात शहीदहरूप्रति सम्मान गरिदिनका लागि पुनः फेरि मौन धारणका लागि म सम्पूर्ण विद्यार्थी र शिक्षकहरूलाई यथास्थानमा उभिएर मौन धारणका लागि हार्दिक अनुरोध गर्दछु। दसैँ तिहार विशेष शुभकामना कार्यक्रम उद्घाटनका लागि यस विद्यालयका सञ्चालक तथा प्रिन्सिपल कुबेर खड्का सरलाई भाषण गरेर उद्घाटनका लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद छ। श्री ज्योति इङ्ग्लिस बोर्डिङ स्कुल कृष्णपुर 5 कञ्चनपुरद्वारा आयोजित 2082 सालको महान चाड विजयादशमी तिहार नेपाल सम्बत तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमको समुद्घाटन भएको घोषणा गर्दछु। आउँथ्यो दसैँ आउन तपाईले नि यस्तो मजा भाथेन कहिले नि उठा बस नाच्दियो साइले नि हल्का कमर भाँच्दैको मैले नि आउँथ्यो दसैँ आउन तपाईले नि यस्तो मजा भाथेन कहिले नि उठा बस नाच्दियो साइले नि हल्का कमर भाँच्दैको मैले नि सयपत्री फुल्यो है आकाशै खुल्यो है धान खेतमा झुल्यो है यही खुसीमा मन मेरो भुल्यो है आउँथ्यो दसैँ आउन तपाईले नि यस्तो मजा भाथेन कहिले नि यो साल त घरै मुनि लिङ्गे पिङ्हाले यो साल त घरै मुनि लिङ्गे पिङ्हाले लम्काने खसी ल्याइ सक्नु भोपाले रोटीमा मिठो सेल आइने फेरि आमाले माया मिसार दिने यस्तो खुसी पाइँदैन है किनी खिच्छम फोटो भन्दियो साइले नि हल्का नक्कल पार्दैको मैले नि आउँथ्यो दसैँ आउन तपाईले नि यस्तो मजा भाथेन कहिले नि शुभकामनाका लागि शुभकामना मन्तव्यका लागि यस विद्यालयका हेड बोय निराजन जोशीलाई म आफ्नो शुभकामना मन्तव्यका लागि मलाई बिन्दाउन चाहन्छु। जता जाऊ उतै भन्छन् दसैँ आयो दसैँ आयो जता जाऊ उतै भन्छन् दसैँ आयो दसैँ आयो यही आनन्द चर्चाले सबै सङ्कट बिर्सायो सबै सङ्कट बिर्सायो। नमस्कार उपस्थित सम्पूर्ण महानुभावहरू, आदरणीय यस सभाका सभाध्यक्ष महोदय, श्रद्धेय प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, व्यासमा आसीन अन्य अतिथिगणहरू एवं यहाँ उपस्थित मेरा आदरणीय गुरुआमा साथीहरू, आज मिति 2082 साल असोज 12 गतेका दिन यस श्री ज्योति इङ्ग्लिस बोर्डिङ स्कुलद्वारा आयोजित दसैँ विशेष कार्यक्रममा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा स्वागत गर्न चाहन्छु। स्वागतम स्वागतम सुस्वागतम। विगत लामो समयदेखि संस्कृति संरक्षण विद्यार्थीहरूका प्रतिभा प्रस्फुटनमा गर्नका निमित्त विभिन्न कार्यक्रमहरू आयोजना गरेको कुरा यहाँहरूलाई सर्वविदितै छ। यसपालि पनि विगतका वर्ष चाहिँ हाम्रो यस ज्योति इङ्ग्लिस बोर्डिङ स्कुलले
विद्यार्थीको कला प्रस्फोटन एवं दशैं विशेष कार्यक्रम आयोजना गरेकोमा विद्यालय परिवारप्रति विद्यार्थीहरूको तर्फबाट हार्दिक कृतज्ञता जाहेर गर्न चाहन्छु। विशेष गरी विद्यालय व्यवस्थापन समितिलाई हार्दिक कृतज्ञता जाहेर गर्न चाहन्छु र आउँदै गरेको विजयादशमी तिहार र तथा छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना समेत व्यक्त गर्दछु। अबको प्रस्तुति नृत्यबाट स्वीकार्नुहोस्। आजको दिन त बस्ने हो र मारा दसैँको बेलामा आउ नाचौँ साथी रमाइलो मेलामा आउ नाचौँ साथी रमाइलो मेलामा। घरमा टिक्का लगाएर घुमौला नि साथीसँगै हात समाएर तल्लो घरमा माथिल्लो घरमा टिक्का लगाएर घुमौला नि साथीसँगै हात समाएर जाउला पिङ खेल्न सेलरोटी चपाउँदै सबै मिलेर नाच्दै र गीत गाउँदै साथी रमाइलो मेलामा आउ नाचौँ साथी रमाइलो मेलामा। साइला माइला ठुले सने लाहुरबाट आए दसैँ मान्न हजुरबाले घरले खसी ल्याए साइला माइला ठुले साने लाहुरबाट आए दसैँ मान्न हजुरबाले घरले खसी ल्याए। यही सालमा रमाउ अर्को साल के होला नाच्दिन भो साथी हातसम्म जे होला दसैँको बेलामा आउ नाचौँ साथी रमाइलो मेलामा आउ नाचौँ साथी रमाइलो मेलामा। यसपछिको प्रस्तुति रहेको छ एलिसा खड्काको ग्रुप क्लास 6 र 7 तयारी अवस्थामा। निकाल छिटो फोन भएको छ भने आइफोनलाई पनि आइसँग नि फोन छ नि हामी पनि यही हो रे
सम्झना आइरहने विजयादशमी 2082 साल यस्तै तिहार अनि छठ पर्व 2082 सालको यस विद्यालय हाम्रो विद्यालय श्री ज्योति इङ्ग्लिस बोर्डिङ स्कुलले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम तथा यस विद्यालयका प्रिन्सिपल श्री कुबेर खड्काज्यू यहाँ उपस्थित हाम्रो विद्यालयका विभिन्न तहका प्रशासकज्यूहरू सहकर्मी शिक्षक मित्रहरू उपस्थित अभिभावकज्यू र उपस्थित सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा सिङ्गो विद्यालय परिवारको तर्फबाट र म मेरो व्यक्तिगत तर्फबाट सबैलाई पुनः दशैं तिहार र छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। हाम्रो विद्यालय जुन ज्योति इङ्ग्लिस बोर्डिङ स्कुल जहाँ हामी अध्ययनरत छौँ, जहाँ हामी अध्यापनरत छौँ, हामीले हरेक सालमा हरेक दिनमा केही न केही नयाँ कार्यक्रमहरू हाम्रा अगाडि बढिरहेका छन्। यसै सन्दर्भमा हामीले यस शुभकामना आदान प्रदान कार्यक्रममा विद्यार्थी भाइ बहिनीहरूका प्रतिभाहरूलाई प्रस्फुटन गर्ने उद्देश्यका साथ केही नृत्य प्रस्तुत गर्न लागिरहेका छौँ र जुन नृत्यहरू विद्यार्थी भाइ बहिनीहरूको माझमा प्रस्तुत भइसकेका छन् र यसै गरी हाम्रो विद्यालय हरेक कुराहरूमा सांस्कृतिक क्षेत्रमा, खेलकुदको क्षेत्रमा र अन्य अतिरिक्त क्रियाकलापहरूको क्षेत्रमा पनि निरन्तर रूपमा अगाडि बढिरहेको र बढ्नेछ भन्ने म यहाँहरूको बिचमा जानकारी गराउन चाहन्छु। र आज हाम्रो यो विशेष शुभकामना आदान प्रदान कार्यक्रम नै भएको हुनाले म यहाँ धेरै समय लिँदिनँ, किनभने हामीसँग थुप्रै अझ नृत्यहरू बाँकी छन्। गर्मी बढिरहेको छ र विद्यार्थी भाइ बहिनीहरू त्यसैले म धेरै समय नलिकन पुनः विद्यालय परिवार र मेरो तर्फबाट शुभकामना आदान प्रदान गर्दै र म यहाँबाट बिदा हुन्छु। धन्यवाद।
यस विद्यालयमा विद्यालयको विकास सुशासन र समृद्धिका लागि एकदमै लामो समयसम्म आफ्नो योगदान दिएर यस विद्यालयको विकासमा सहकार्य गर्नुभएका आदरणीय गुरुहरुलाई कार्की साथ शुभकामना मन्तव्यको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु हामी। अब यसपछिको नृत्य रहनेछ र त्योभन्दा पूर्वमा बोलिरहेको छ दर्शक सङ्घ। अबको प्रस्तुति नृत्यबाट स्वीकार्नुहोस्। दसैँ आउन तपाईँले नि यस्तो मजा थाहा कहिले नि उठा बस नाच्दियो साइले नि हल्का कमर भाँच्दैको मैले नि आउँथ्यो दसैँ आउन तपाईँले नि यस्तो मजा भाथेन कहिले नि उठा बस नाच्दियो साइले नि हल्का कमर भाँच्दैको मैले नि सयपत्री फुल्यो है आकाशै खुल्यो है धान खेतमा झुल्यो है यही खुसीमा मन मेरो भुल्यो है आउँथ्यो दसैँ आउन तपाईँले नि यस्तो मजा भाथेन कहिले नि यो साल त घरै मुनि लिङ्गे पिङ्हाले यो साल त घरै मुनि लिङ्गे पिङ्हाले लम्काने खसी ल्याइसक्नु भोपाले रोटीमा मिठो सेल आइने थिने आमाले माया मिसार दिने यस्तो खुसी पाइँदैन है किनी खिच्चम फोटो भन्दियो साइले नि हल्का नक्कल पार्दैको मैले नि आउँथ्यो दसैँ आउन तपाईँले नि यस्तो मजा भाथेन कहिले नि
जसको गीतको बोल रहेको छ
आशलाई छोएको छ मेरो हिमालले आकाशलाई छोएको छ मेरो हिमालले स्वर्गलाई लोभ्याउँछ मेरै नेपालले मेरो गीत पलाउँछ सधैँ पहरमा मेरो गीत गुन्जाउँछ सधैँ चहरमा यो हो मेरो प्राण भन्दा प्यारो माइती घर माइती घर माइती घर बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर यो हो मेरो प्राण भन्दा प्यारो माइती घर माइती घर माइती घर फेरि सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक स्वागत हाम्रो विद्यालयमा। हाम्रो आजबाट दसैँ तिहार तथा छठको छुट्टी पनि हुँदैछ। लगभग 1 महिना छुट्टी हुन्छ हाम्रो। तपाईँहरूले घरमा छुट्टी भएपछि अब तिहारमा देउसी भैलो खेल्नुहुन्छ कि नै? देउसी भैलो खेल्दाखेरि हामीले धेरै टाढा टाढासम्म पनि जानु हुँदैन अनि यो पताकाहरू पड्काउँदाखेरि विचार गर्नुपर्छ, भर्सक त पड्काउनै हुँदैन। अनि कसैका अब आजभोलि घरतिर पराल यस्तो सुनको चिजहरू हुन्छ, त्यतातिर तिमीहरूले चाहिँ त्यो चलाउँदाखेरि पताका पड्काउँदाखेरि आगो लाग्ने बढी सम्भावना हुन्छ। त्यसैले त्यतातिर पनि ध्यान दिनुपर्छ हामीले। र अनि जुन तपाईँहरूले अहिले हेलमेट पाइसक्नु भएको छ, जिम्मेवारी त्यो जिम्मेवारी राम्रोसँग गर्नु होला। प्रत्येक विद्यार्थीले पुरा गरेर आउनुपर्छ। मैले देखिरहेको छु कसैले त्यो जिम्मेवारीको पेयहरू हातमा पेरिरहेको छ, बाटोमा नचाहिँदो बेलालाई। प्रत्येक विषयको प्रत्येक पढाइ नै हाम्रो सबभन्दा बहुमूल्य चिज हो। हामी यति खर्च गरेर विद्यालयमा आएका छौँ, हाम्रो एउटै उद्देश्य हो। त्यो उद्देश्य भनेको शिक्षा प्राप्त गर्ने, जसले गर्दाखेरि जीवन सरल होस् र हामीले ठुलो मान्छे भन्ने त्यो हाम्रो चाहिँ उद्देश्य हो। र त्यसको साथसाथै अतिरिक्त क्रियाकलापहरू पनि चाहिन्छ। त्यही भएर हामी यो पनि सँगसँगै लगिरहेका छौँ। र पहिलो कुरा भनेको हाम्रो के हो त? पढाइ हो। यसैले सबै विद्यार्थीहरूले सुन्नुभएको छ कि छैन? सुनेको छ कि छैन? सबैले चाहिँ आफ्नो होमवर्क चाहिँ राम्रोसँग गर्नु होला। अब तपाईँहरूले देउसी कसरी भन भाइ हो, सबले देउसी भन्नु। देउसी है भना वर्षा दिनको तिहारैमा देउसी रे खेल्दै लड्दै र पढ्दै आइपुग्यौँ हामी आइतेराको ठाउँमा देउसी खेल्न 10 भाइ जम्मा भन भाइ हो देउसी रे भन शर्मिलाई काना शर्मिलाई काना देउसी खेल्न हामी त्यसै आएका होइनौँ बलि राजाले पठाएका पाइदिनसम्म देउसी खेल्न पहिलो दिन तारा तिहार दोस्रोमा दिन कुकुर तिहार तेस्रोमा दिन गोरु पूजा चौथो दिन गाई तिहार लक्ष्मीको पूजा पञ्चमी दिन फेरि पनि जोडाउला।
रमाइलो टाढा गाउँघरमा आइपुग्यो नेपाली दनको महान पर्व आँगनमा आइपुग्यो।
माई औला बाजी छोराको आउने दिन गन्दैथिन् दसैँको दिन ती बुढी आमै आइपुग्दा छोरो तन्कै छिन् भयो चमेली मेरीले राख मलाई तिम्रो सिटैमा कति राम्री देखिन्छौ परीले जमरा राख टिकैमा
जाने होला लौन मैया बैस सम्हाल कालो भाले धामीलाई दुःख जति हामीलाई आँसु पुछ्न देऊ न रुमाल हरे खोला बगी जाने होला लौन मैया बैस सम्हाल कालो भाले धामीलाई दुःख जति हामीलाई आँसु पुछ्न देऊ न रुमाल मिठो प्रस्तुतिका लागि सुहानी विकलाई अब यसपछिको प्रस्तुति रहेको छ एन्जल सप र त्यसपछि को प्रस्तुति रहेको छ लक्ष्मी भट्टहरूको ग्रुप उनीहरूका तयारी अवस्थामा बसिदिन आउन गर्दैछु म
अबको प्रस्तुति एन्जल सबको नृत्यबाट। दुःख जति हामीलाई आँसु पुछ्न देऊ न रुमाल हरेक होला बगैँचा नै होला लौन मैया पैसा सम्हाल कालो भाले हामीलाई दुःख जति हामीलाई आँसु पुछ्न देऊ न रुमाल तरकारी जागिर खाएको सरकारी छुँद तिमीलाई मनै भरर लगन गाठो पुरा सुन साँचो माइती छोड्दा आँसु भरर तरकारी जाना ये दिल तेरा
सारे बस बातों में रह गए बातों बातों में ही ख्वाबों ख्वाबों में ही मेरे करीब है तू तेरी तरफ मुझको तेरी तरफ जाना हो तू कभी रूबरू शोर शराबा जो सीने में है मेरे कैसे वजह मैं करूँ हाथ जो मेरा है मैं किसको बताऊँ मेरे साहिबा दिल ना किराएगा थोड़ा तो संभालो ना नाजुक है ये टूट जाता है साहिबा नींदे नींदे आए ना रातें काटी जाए ना तेरा ही ख्याल दिल में न आता है Your eyes exploding like fireworks in the sky. So your body, body pushing on me. Don't you in the party? I can do this all week. We'll be dancing till the morning, or the night we won't sleep. Chumma, kiss it, body, body. Don't you in the body, body pushing on me. Don't you in the party? I can do this all week. We'll be dancing till the morning, or the night we won't sleep. Chumma, kiss it, body, body. Timilah herola, lagi piting like sojongla. आदरणीय वीरेन्द्र खड्का सर धन्यवाद। कार्यक्रम सञ्चालक एवं हाम्रो ज्योति इङ्ग्लिस बोर्डिङ स्कुलका सहायक प्रिन्सिपल आदरणीय मानबहादुर चौधरी सर,
हाम्रो विद्यालयद्वारा आयोजित विजयादशमी, शुभ दीपावली, छठ तथा नेपाल सम्मतको शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित हुनुभएका हाम्रो विद्यालयका सबैभन्दा सिनियर शिक्षक आदरणीय मेरा गुरु हरिबहादुर कार्की सर, त्यसै गरी ड्यासमा आसीन विद्यालयका सञ्चालिका लक्ष्मी म्याम, त्यसै गरी ड्यासमा आसीन हाम्रो विद्यालयका डिसिप्लिन इन्चार्ज दिपेन्द्र भट्ट सर, त्यसै गरी प्राइमेरी इन्चार्ज मीना भट्ट म्याम, प्री प्राइमेरी इन्चार्ज वेदकुमारी पौडेल म्याम लगायत सम्पूर्ण विद्या स्टाफहरू र मेरा प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा मेरो व्यक्तिगत तर्फबाट र हाम्रो विद्यालयको तर्फबाट सम्पूर्णलाई हार्दिक अभिवादन छ, न्यानो माया छ यहाँहरूलाई। सर्वप्रथम सबै विद्यार्थी भाइ बहिनीहरू, टिचर स्टाफ, नन टिचिङ स्टाफ लगायत सबै विद्यालय परिवारलाई आउँदै गरेको विजयादशमी, शुभ दीपावली, छठ पर्व र नेपाल सम्मतको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। सञ्चालन हुनेछ, जो पनि जहाँ पनि जानुहुन्छ तपाईँहरू 11 गते अनिवार्य रूपमा विद्यालयमा स्पेसल्ली सिनियर क्लासहरू 6 देखि 10 क्लाससम्मका सबै सिनियर स्टुडेन्टहरू 11 गते कार्तिकको 11 गते अनिवार्य रूपमा विद्यालयमा उपस्थित हुनुहोला। धन्यवाद। विनम्रताका साथ हार्दिक अनुरोध गर्दछौँ क्लास 1 to 5 क्लास टिचर्स। लाइन बन्द गरेर अलिक भइसक्यो भइरहेको छ, मान्छेले पनि दुईटा लाइनमा पठाउँदा नै हुन्छ। विद्यार्थी भाइ बहिनीहरूलाई अभिनन्दन गर्दछु।